नेपालका बैंक तथा वित्तीय संस्थाहरूको गैर बैंकिङ सम्पत्ति बढ्दै गएको छ। चालु आर्थिक वर्षको 7 महिनामा बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति 41 अर्ब 64 करोड 10 लाख पुगेको छ, जुन गत वर्षको सोही अवधिको भन्दा 75.50% बढी हो। गत वर्षको माघसम्ममा यो 23 अर्ब 78 करोड 30 लाख थियो। समयमै असुल हुन नसकेको कर्जाको धितो लिलामी मार्फत बिक्री नभएपछि बैंकहरू उक्त सम्पत्ति आफै सकार्न बाध्य हुन्छन्। यही कारण गैर बैंकिङ सम्पत्ति निरन्तर बढ्दै जाँदा बैंकहरू थप दबावमा छन्। बैंकलाई दुई तीन किसिमको असर पर्छ। एउटा त वस्तुमा बैंकले डिल गर्ने होइन, एउटा चिजमा त्यो पनि राख्नु भएन, त्यसलाई जतिसक्दो चाँडै बेचेर, किनभने त्यो पैसा त चलायमान गर्नुपर्छ, त्यो बेच्नुपर्ने हुन्छ। दोस्रो चाहिँ नि बैंकको क्यापिटलमा असर गर्छ, त्यो जति राखिन्छ त्यसले क्यापिटल कटौती गर्नुपर्ने हुन्छ। यतातिर प्रफिटबाट प्रोभिजनिङ गरे हुन्छ, फेरि क्यापिटल पनि कटाउनु पर्ने हुन्छ, रिस्क त्यसको वेट कटाउनु पर्ने हुन्छ। यो सबै चिज गर्दाखेरि तपाईँले के देखिन्छ भने बैंकको कर्जा दिने क्षमता घट्न जान्छ। फेरि त्यही साथसाथै हाम्रो ल्यान्ड सिलिङको कुरा छ, हाम्रो फेरि भूमि ऐनमा चाहिँ नन ब्याङ्किङ एसेट्सलाई करिब भनौँ न 3 वर्षभित्र बिक्री गरिसक्नुपर्छ। 3 वर्ष बिक्री गरिएन भने चाहिँ त्यसलाई हामीले नेपाल सरकारको सिक्युरिटीमा बिक्री गर्नुपर्ने भनेको छ। यो बिक्रीमा पनि समस्या देखिन थाल्छ। बैंकहरूको निष्क्रिय सम्पत्ति बढ्दा वित्तीय क्षेत्र मात्र होइन, समग्र अर्थतन्त्रकै लागि चुनौती बन्न सक्छ। यसको न्यूनीकरणका लागि पछिल्लो समय सम्पत्ति व्यवस्थापन कम्पनी एएमसी स्थापनाको बहस पनि हुँदै आएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा समेत यो विषय समावेश छ, जसअनुसार ऐनको व्यवस्थाका लागि राष्ट्र बैंकले मस्यौदाको तयारी थालेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष 81-82 को मौद्रिक नीतिमा पनि एसेट म्यानेजमेन्ट कम्पनी अथवा एसेट रिकन्स्ट्रक्सन कम्पनीको चाहिँ कम्पनी स्थापना गर्ने सन्दर्भमा त्यो कम्पनीको लागि स्थापना गर्नको लागि चाहिने आवश्यक कानुनी पूर्वाधारको मस्यौदा तयार गरी नेपाल सरकारमा पेश गर्ने भन्ने योजना रहेको थियो। त्यो अनुसार अहिले नेपाल राष्ट्र बैंकले त्यो कानुनको मस्यौदा गर्नको लागि आवश्यक कार्यदल गठन गरेर त्यो कार्यदलले त्यो मस्यौदाको तर्जुमा गरिराखेको छ र यो कार्यदलमा चाहिँ नेपाल सरकारका सम्बन्धित मन्त्रालयका विज्ञहरू सहित नेपाल राष्ट्र बैंकका सम्बन्धित विभाग सहितको साथीहरू टिमले काम गरिरहेको छ। मलाई लाग्छ छिटै नै हामी यो मस्यौदा नेपाल सरकारलाई आवश्यक प्रोसेसिङको लागि चाहिँ हामी उपलब्ध गराउँछौँ। त्यो हिसाबले यो कम्पनी चाहिँ आगामी दिनमा चाहिँ स्थापना हुने आशा गर्न सकिन्छ। कानुन निर्माण भए नेपालमा लामो समयदेखि चर्चामा रहेको एएमसी स्थापनाको काम अघि बढ्न सक्छ। यद्यपि यो सहज भने छैन, किनकि सम्पत्ति व्यवस्थापन, कर कानुन, बाफिया, आर्थिक ऐन जस्ता विभिन्न कानुनी विषयसँग सम्बन्धित हुने भएकाले बहुपक्षीय सुधार तथा संशोधनको खाँचो औँल्याइएको छ। एसेट म्यानेजमेन्ट कम्पनी भन्दा एक किसिमले एउटा चाहिँ ब्याड ब्याङ्कलाई लगेर भनौँ न गुड ब्याङ्क मात्र राख्ने भने जस्तो हुन्छ। तर त्यसको भ्यालुएसन कसरी गर्ने, त्यसको प्रपर्टी भनौँ न एसेट म्यानेजमेन्ट कम्पनीले सबै लस त लैजाँदैन, उसले पनि कम्पनीले नाफा कमाउनु पर्छ, त्यो पनि व्यापार हो। किन हामीले एउटा व्यापार बिग्रेको व्यापारलाई अर्को व्यापारमा दिँदा त्यो पनि बिग्रिन्छ भनेर त्यसले सुधार्नुपर्छ। त्यसले सुधार्न फेरि डिस्ट्रेस भ्यालुमा लैजान्छ। त्यो डिस्ट्रेस भ्यालुमा ब्याङ्कले दिन सक्छ कि सक्दैन, त्यसको कस्तो किसिमको इन्स्ट्रुमेन्टहरू दिने। हामीले खालि के भने एउटा 2 पान्ना 4 पान्ना अथवा 10 पान्नाको एउटा दस्तावेज बनाएर एसेट म्यानेजमेन्ट कम्पनी खुल्दैन। हामीले निकै कानुनी सुधार गर्नुपर्छ, जसमा चाहिँ बाफियाको दफा 58 देखि जुनमा कोलाटरलको राइट छ राष्ट्र ब्याङ्कहरूलाई, त्यस्तै तपाईँको हाम्रो भूमि सम्बन्धी ल्यान्ड सेलिङको कुराहरू छ। यी विभिन्न कुराहरू सुधार नगरिकन एसेट म्यानेजमेन्ट कम्पनी चाहिँ हुँदैन। एएमसी बैंकहरूको खराब कर्जाको व्यवस्थापनका लागि बनाइने विशेष प्रकृतिको वित्तीय संस्था हो। यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो, जहाँ देश विशेषको सम्पत्ति व्यवस्थापनको आवश्यकता अनुसार विभिन्न मोडलका एएमसी सञ्चालन भएको पाइन्छ। नेपालमा पनि यस सम्बन्धी कानुनको मस्यौदामै निश्चित मोडलको प्रस्ताव गरिने भएको छ। विभिन्न किसिमका मोडलहरू अनगोइङ बेसिसबाट अथवा सनसेट मोडलबाट अथवा अन्य विभिन्न मोडलहरूबाट चाहिँ यस्ता कम्पनीहरू विश्वव्यापी रूपमा चाहिँ स्थापना हुने र काम गर्ने
परिपाटी देखिएको छ र यस्ता कम्पनीहरूको लागि पुँजी अथवा स्रोत फन्डको एकदमै आवश्यकता महत्त्वपूर्ण कुरा हो। त्यो सन्दर्भमा चाहिँ पुँजी अथवा डिबेन्चर बन्ड केबाट चाहिँ त्यो खराब कर्जा व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा त्यसकारण चाहिँ यी विभिन्न मोडलहरू चाहिँ प्रयोगमा भएका छन्। संस्थाको कन्ट्रीको समस्या के हो, कसरी समाधान गर्न सकिन्छ, रेगुलर रूपमा हामीलाई त्यो आवश्यक हुने हो कि सनसेट मोडलमा हो कि, यी कुराहरू विचार गरेर यस्ता कम्पनीहरूले विश्वव्यापी रूपमा काम गर्दैछन्। र हाम्रो सन्दर्भमा भन्दाखेरि चाहिँ हामीले सम्बन्धित जुन एक्टको मस्यौदा तर्जुमा गर्छौँ त्यो मस्यौदामा नै हामीले कस्तो मोडलमा जाँदा उपयुक्त हुन्छ भन्ने कुरालाई विश्लेषण गरेर त्यो अनुसारको चाहिँ मोडल प्रस्ताव गर्ने र त्यो अनुसारको कानुनी मस्यौदा चाहिँ प्रस्तुत गर्छौँ। अहिले बैंकहरूले धितो राखेको सम्पत्ति अधिकांश घर जग्गा छ। राष्ट्र बैंकका अनुसार कुल कर्जामा 65% घर जग्गा धितोमा गएको छ। तर केही वर्ष यता घर जग्गा कारोबारमा आएको मन्दीले लिलामी बिक्री हुन सकेको छैन। यी सबै अवस्थालाई ध्यानमा राख्दै एएमसी स्थापनाका लागि कानुनी सुधार, निष्क्रिय सम्पत्तिको आकार, मूल्याङ्कन लगायत पक्षमा स्पष्टता हुनुपर्ने बताइएको छ। पहिला रेगुलेटरी नर्म्सहरू के चेन्ज गर्दा मिल्छ त्यो हेरौँ। त्यसपछि हामी कति सम्पत्तिलाई व्यवस्थापन गर्न सक्छौँ हेरौँ। त्यसपछि बैंक तथा वित्तीय संस्थाले कसरी भ्यालुएसन गरेर कसरी चाहिने त्यो एसेट म्यानेजमेन्ट कम्पनीमा जान सक्छ, त्यसलाई त्यो कस्तो किसिमको भनौँ। उसले त एसेट म्यानेजमेन्ट कम्पनीले पैसा दिन सक्दैन। उसले पनि के दिनुपर्छ भने जुन इन्स्ट्रुमेन्ट दिन्छ सिम्पली एउटा कागज मात्रै हुन्छ। त्यो कागजको भ्यालुएसन कसरी गर्ने, त्यसको लेखाङ्कन कसरी गराउने, इन्कम कसरी जेनेरेट गराउने, यी सबै एकाउन्टिङ स्ट्यान्डर्डदेखि 50वटा कुरा सबै मिलाएर मात्रै हुन्छ। यो सजिलो शब्द एसेट म्यानेजमेन्ट कम्पनी जादुको छडी चाहिँ होइन। समग्र अर्थतन्त्रमै सुस्ती छाउँदा अहिले बैंकहरूको निष्क्रिय कर्जा समेत बढेको छ। यससँगै कर्जा नोक्सानी व्यवस्थाको रकम पनि बढ्दै गएको छ। चालु आर्थिक वर्षको 7 महिनामै बैंकहरूले कर्जा नोक्सानी व्यवस्थाका लागि 50 अर्ब 14 करोड छुट्याएका छन्। वाणिज्य बैंकहरूको मात्रै यो 41 अर्ब 71 करोड रहेको छ।